किन आएको भन? दुधको कम्प्लेन लिएर आएको। यो उमेरमा दुधमा कम्प्लेन खाएर के गर्छौ? न जिउ लाग्छ न हाइट बढ्छ। खाने कम्प्लेन भनेको होइन, गुनासो लिएर आएको। गुनासो गुनासो? कस्तो हुन्छ हौ गुनासो? गुनासो त मैले देखेको छु नि त। खै देखाउ त कस्तो हुँदो रहेछ? ए गोबर ए। अस्ति भनेको तिमीलाई मैले, गोबर लान्छौ भने चाहिँ 100 रुपियाँ केजी। सुन त भए पो। सुनको व्यापार गर्नु थालेको तिमी फेरि? पेन्सन हुँदा हुँदा किन सुनको व्यापार गर्नु पर्यो यस्तो उमेरमा? के हो जिउँदो लास जस्तो ककटक्कै परेर? हे भगवान, ल्या जिउँदो लास भनेको भगवान पुकार्न थाल्यो। गाई ब्याएर नि त 1 नम्बरको घमण्डी भएको छस्। घमण्डी हुन्छु त अन्त। गाउँमा गाई मेरोमा मात्रै त छ। लास्टमा मै भएकोमा आउनुपर्छ। गोबर ल्याउनु, गहुँत ल्याउनु, के ल्याउनु।